नमस्कार। आज टी20 विश्वकपमा नेपालले विश्व च्याम्पियन इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्यो। स्थान थियो मुम्बई, जहाँ हजारौं दर्शक र लाखौं टेलिभिजन दर्शकको नजर यही खेलमा थियो। इङ्ल्यान्डले पहिलो टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो। नेपालको लागि यो ठूलो चुनौती थियो, किनभने इङ्ल्यान्ड विश्वकै शक्तिशाली टी20 टिममध्ये एक हो। इङ्ल्यान्डले 20 ओभरमा 7 जना विकेट गुमायो र अन्तिममा 184 रनको बनायो। प्रमुख ब्याट्सम्यान ज्याकल बेथेलले 35 बलमा 55 रन बनायो। नेपाली बलरहरूले सुरुवाती ओभरमा राम्रो अनुशासन देखायो, तर अनुभव भएका इङ्ग्लिस ब्याट्सम्यानहरूले अन्त्यतिर रन गति बढायो। 185 रन नेपालका लागि धेरै कठिन देखिन्थ्यो त्यो खेल। नेपाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएपछि कुनै डर अथवा दबाव देखिएन। हाम्रो नेपाली ब्याट्सम्यानहरूले आत्मविश्वासका साथले खेल सुरु गरे मैदानमा र नियमित रूपमा रन जोडिँदै गयो। हाम्रो नेपालमा टाइगर भनेर चिनिन्छ दिपेन्द्र सिंह यादवले 29 बलमा 44 रन बनाउनुभयो। अनि हाम्रो लोकेश बाङ सरलाई सैल्युट छ। उहाँले 20 बलमा नट आउट हुँदै 39 रन बनायो। त्यसले हाम्रो नेपालीको शान बचायो। नेपालले आवश्यक रन रेट नियन्त्रणमा राख्दै अन्तिम ओभरसम्म गेमलाई लग्यो। 18औं ओभरमा लोकेश बामले जोफ्रा आचार्यको बलमा 2 छक्का र एकै ओभरमा 22 रन बनाउन सफल भएको थियो। हाम्रो नेपाल जिततर्फ अगाडि बढ्यो। 19औं ओभरमा लुक वुडमाथि 2 छक्का। यो हेरेर इङ्ल्यान्ड दबावमा पर्यो। इङ्ल्यान्ड होइन, त्यहाँ स्टेडियमको सब मानिसहरू दबावमा पर्यो। जो विदेशी मानिसहरू थियो सब दबावमा पर्यो। अन्तिम ओभरमा हामी सबै नेपालीको सास रोकियो। त्यो ओभरमा हामीलाई 10 रन चाहिएको थियो। त्यो लास्ट ओभरमा बलिङ गर्दै थिए श्याम करन। बलमा दबाव पर्दै थियो हाम्रो देशलाई। अनि लास्टमा एक बलमा हामीलाई 6 रन चाहिएको थियो। हाम्रो लोकेश बामले पुरै प्रयास गरेको थियो ठूलो शट हान्न, तर असफल भयो। तर पनि 1 रन चाहिँ लियो। लोकेश बमले त्यहीँ आफ्नो मैदानमा घुँडा टेके। अनि ती विदेशी प्लेयरहरू आएर त्यो हात मिलायो सिलायो। त्यही हो। यो खेल किन विशेष हो? नेपालले इङ्ल्यान्डलाई अन्तिम बलसम्म दबावमा राख्यो। वर्ल्ड कपको इतिहासको अलमोस्ट अपसेट मध्ये एक हो यो म्याच। आजको खेलमा हाम्रो देश नेपाल पराजित भए पनि यो हार कमजोरीको होइन, क्षमताको एउटा प्रमाण हो। यदि हाम्रो देश नेपालले यही खेल जारी राख्यो भने विश्वकपमा ऐतिहासिक जित अब टाढा छैन। तपाईलाई यो हाम्रो नेपाल देशको यो गेम कस्तो लाग्यो? अनि तपाईहरूले बधाई दिनुभयो आफ्नो देशको लिजेन्ड प्लेयरहरूलाई दिनु भएको छैन भने कमेन्टमा कङ्ग्रेचुलेसन आवर लिजेन्ड भनेर लेखिदिनु होला। अनि सकेसम्म यो भिडियो हाम्रो लिजेन्डहरू हेर्न पाए कति खुसी लाग्थ्यो होला।